खतरा पो भयो क्या अहिले त राम्रो हुँदैछ आज पनि राष्ट्रसभामा पनि त्यही भयो कि राष्ट्रसभा नि अब बोल्दै हाल्यो होइन। अब तर त्यसमा नि अब हामीले भन्दैछौँ त अब त्यतिखेर उहाँहरूलाई अलि अब उहाँहरू र हाम्रो बोली त मिल्दैन होइन, हाम्रो बोली त मिल्दैन। तर पनि म सकेसम्म चाहिँ उहाँहरूलाई अलिकति उहाँहरूको ल्याङ्ग्वेजमा बोल्ने प्रयास गर्छु म। त्यही पनि कहिले कहिले त अब युवा जोसमा फेरि गइहाल्छ फेरि होइन। अनि त्यही भएर उहाँहरू आज चित्त पनि दुखाएको थियो, मैले माफी पनि मागेँ किनभने त्यो पनि फेरि संस्कार हो नि त, सच्याउनु पनि संस्कार हो नि त। हाम्रो गाउँमा जसरी 3-4 जना यो राजनीति गर्नु खोज्ने जेन्जीहरू छन् नि होइन होइन, चेतावनी दिन चाहन्छु हाम्रो रगतमाथि हाम्रो बलिदानमाथि जो आन्दोलनमै नआएको मान्छेहरू छ रोडमा उभिन उहाँलाई सुहाउँदैन। उमेर समूह भनेको प्रिभिलेज होइन, इरादा हो। इरादा नेक हुनुपर्छ, त्यो हो मान्छे जेन्जी भनेको। जेन्जीको उमेर समूह परे भन्दैमा जाने होइन, उसको नियत के छ, देशप्रतिको उसको माया के छ, उसको योगदान के छ र जसरी ऊ आन्दोलनमा आएको थियो कि थिएन त्यो पनि हामीले पहिचान गरेर मात्र हो म यो जेनेरेसनलाई रिप्रेजेन्ट गर्छु र म त्यहाँ बोल्दै गर्दाखेरि चाहिँ म न्यायको पक्षमा उभिन्छु भनेर ठाडो शिर लाएर उभिन सक्ने मान्छेहरू चाहिँ हो, त्यसलाई चाहिँ भन्छ जेन्जीहरू। हस्, धेरै धेरै धन्यवाद। मैले आफ्नो समय मैले दिए जस्तो लाग्यो। कति कुराहरू हामीले टाइम टु टाइम मिटिङ गरि नै रहेछौँ। अब सबैजनासँग म भेट्न भ्याउँदिनँ किनभने तपाईँलाई पनि थाहा छ कति रेस्पोन्सिबिलिटिजहरू छ, अहिले कति कुराहरू हामीले गर्नुपर्ने छ, कति कुराहरूको जिम्मेवारी छ। त्यसलाई यो 5 years डाउन द लाइन हामीले काम गर्दाखेरि ल है गृह मन्त्रालय चाहिँ के गर्यो भन्दाखेरि चाहिँ देख्नुभयो त्यहाँ हाम्रो दाइले गर्यो भनेर भन्नुहोस्। हाम्रो मन्त्रीले पनि होइन कि हाम्रो दाइले गर्यो होइन, हाम्रो दाइले गर्यो त्यहाँ, ल हेर्नु भन्नु पाऊँ। त्यो लाज हुला कि भनेर डरले पनि के काम गरिँदो रहेछ। रातिको 2 बजे 3 बजे बिहान मलाई टाइमको मतलब छैन, भोक प्यास मलाई मतलबै छैन होइन, मलाई काम गर्नु छ, मलाई भाषणबाजी गर्नु छैन, आउँदा नि आउँदैन, चाहिँदा नि चाहिँदैन होइन। त्यही भएर पनि तपाईँहरूको आशा र आशीर्वाद र साथको अपेक्षा गर्दै खतरा पो भयो क्या अहिले त राम्रो हुँदैछ राम्रो हुँदैछ अहिले बिस्तारै बिस्तारै राम्रो हुँदैछ। आज पनि राष्ट्रसभामा पनि त्यही भयो कि राष्ट्रसभा नि अब बोल्दै हाल्यो होइन। अब तर त्यसमा नि अब हामीले भन्दैछौँ त अब त्यतिखेर उहाँहरूलाई अलि अब उहाँहरू र हाम्रो बोली त मिल्दैन होइन, हाम्रो बोली त मिल्दैन। तर पनि म सकेसम्म चाहिँ उहाँहरूलाई अलिकति उहाँहरूको ल्याङ्ग्वेजमा बोल्ने प्रयास गर्छु म। त्यही पनि कहिले कहिले त अब युवा जोसमा फेरि गइहाल्छ फेरि होइन। अनि त्यही भएर उहाँहरू आज चित्त पनि दुखाएको थियो, मैले माफी पनि मागेँ किनभने त्यो पनि फेरि संस्कार हो नि त, सच्याउनु पनि संस्कार हो नि त होइन। नत्र उस्तै घमण्डी भएको त म घमण्ड गर्छु, मैले जे भने म यसको स्ट्यान्ड गर्छु भन्ने हुन्छ नि त होइन। तर त्यसमा नि हाम्रो युवा जमातहरू चाहिँ हामी आफूलाई परिपक्व बनाउँदै लान्छौँ भन्ने कुराहरू उहाँहरू पनि हाम्रो उमेरभन्दा परिपक्व त थिएन नि त अभियसली, यो त बुझ्नु पऱ्यो नि त होइन। यो प्रुफ पनि हो जेन्जीले छिटै सिक्छन् होइन, जेन्जीको दाइले जेन्जी छिटै सिक्छन् भन्ने चाहिँ होइन। उहाँ समीक्षा पनि गर्नु हुँदो रहेछ भने रिप्रेजेन्टेसन पनि भयो, यो नयाँ पुस्ता चाहिँ यस्तो राम्रो सोचको रहेछ, त्यस्तो ओपन माइन्डेड रहेछ, न्यारो माइन्डेड, म यो कालोलाई सेतो भनेर यो सेतै हो भनेर बस्ने मान्छे चाहिँ छैन रहेछ आजकलको जेनेरेसन भनेर पनि बुझाउने एउटा सन्देश पनि दियो होइन। त्यही भएर जे भयो अब आफै अझै पनि हामी मिहिनेत गर्दै जान्छौँ। यसमा तपाईँले मलाई 100% को लागि अपेक्षा गर्नुभएको छ भने मैले त्यसमा 200% म दिएर जान्छु। कति कुरा हाम्रोबाट कमी हुँदै गर्दाखेरि समन्वय गर्नु आफ्नो लिडर्सहरूसँग उहाँहरूसँग समन्वय गर्दै गर्दाखेरि सजिलो पनि हुन्छ। कहाँ समस्या पऱ्यो के समस्या पऱ्यो भने त्यसको लागि सम्बोधन गर्दै जान्छौँ। र यसपालि चाहिँ तपाईँहरूलाई एउटा छ एउटा उखान पनि छ, आशा गर्नु भर नपर्नु, त्यस्तो हुँदैन। अहिले आशा पनि गर्नु भर पनि पर्नु हो यसपालि। हस्, धेरै धेरै धन्यवाद हजुर, धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद हाम्रा आदरणीय गृहमन्त्री श्री गुरुङज्यूलाई। उहाँले भने चाहिँ जेन्जी विद्रोह जुन उमेर समूहले सुरुवात गर्यो, आखिरमा त्यो विद्रोह कुनै उमेर समूहको मात्र नभएर एउटा देशलाई नै काया पलट बनाउने विद्रोह बन्यो।